नमस्कार, म शङ्करनाथ उप्रेती राष्ट्रिय खाद्य बैंक लिमिटेडको संस्थापक अध्यक्ष। निकट भविष्यमा नेपालीहरूका महान चाडपर्वहरू विजया दशमी 2082, त्यसैगरी शुभ दीपावली 2082, भिन्तुना नेपाल सम्वत, छठ पर्व लगायतका नेपालीहरूले मानिरहनुहुने मौलिक पर्वहरूको विषयमा राष्ट्रिय खाद्य बैंक लिमिटेडको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै राष्ट्रिय खाद्य बैंक लिमिटेडले चाहिँ स्वास्थ्यवर्धक खानेकुराहरू, जो मौलिक खानेकुराहरू, जो रैथाने खानेकुराहरू, रोगसँग लड्न सक्ने खानेकुराहरू बनाएर चाहिँ ल्याएको छ। ती कुराहरू सेवन गरेर स्वास्थ्य रहनुहोस् भन्ने शुभकामना दिँदै हाम्रो देशमा शान्ति छाओस् र मौलिकता पनि रहोस् र हाम्रा यी परम्परा चाडपर्वहरू जो राष्ट्रिय पर्वहरू छन्, यी राष्ट्रिय पर्वहरूले तपाईँ हामी सबैलाई सुख, शान्ति, समृद्धि को मङ्गलमय शुभकामना दिँदै राष्ट्रिय खाद्य बैंकको परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु। धन्यवाद।